नमस्कार साथीहरू। आज म तपाईँहरूलाई थाइरोइड ग्रन्थि भनेको के हो भनेर देखाउन गइरहेको छु। थाइरोइड ग्रन्थि भनेको चाहिँ यहाँ फोटोमा देखिएअनुसार चाहिँ यो घाँटीमा हुने बटरफ्लाई सेपको एउटा ग्रन्थि हो, जुन चाहिँ यो श्वास नलीको ठ्याक्कै माथि हुन्छ होइन। श्वास नली माथि बसेको हुन्छ र बिचमा एउटा इस्मस भन्ने एउटाले जोडेको हुन्छ, दुईवटा लोबलाई हामीले होइन, दुईतिरको लोबलाई चाहिँ इस्मसले जोडेको हुन्छ र ठ्याक्कै श्वास नलीको माथि हुन्छ। अनि यो ग्रन्थिको काम भनेको चाहिँ यसले हर्मोन निकाल्छ होइन। T3 T4 भन्ने हर्मोन हुन्छ, त्यो हर्मोन निकाल्ने काम गर्छ। यो फोक्सोको श्वास नलीको माथि बसेर र हामीहरू यहाँको आयोड भन्ने यो तर्कुलो जस्तो यो हड्डी हुन्छ नि, यो हड्डीको ठ्याक्कै मुनिपट्टि हुन्छ यो है। यो बुझ्न जरुरी छ है त। यसपछि यसको हर्मोन कम भयो भने चाहिँ हामीले त्यो कन्डिसनलाई हाइपोथाइरोइडिज्म भन्छौँ, बढी भयो भने चाहिँ त्यसलाई हाइपरथाइरोइडिज्म भन्ने रोग लाग्यो भन्छौँ है त। हस्, धन्यवाद।